अहिले होइन खगेन्द्र सुनारले यस्तो डेन्जर खतरा कुरा उठाइदिएको छ कि होइन त्यो दानबहादुर कार्कीहरू 2-3टा जो त्यो काण्डमा होइन आरोपित अहिले लगाइएको छ भनौँ त्यो दोष लगाइएको छ तिनीहरूको विरुद्धमा यस्तो राम्रो कुरा उठाइदिएको छ। अनि दानबहादुर कार्कीले चाहिँ होइन हामीमाथि यस्तो आक्षेप लगाउने मैले पनि जानेछु होइन मलाई पनि थाहा छ को मान्छे कस्ता छन् अब मैले भने यहाँ आउँ ए बाबा त्यस्तो भन्ने त्यो एउटा जिम्मेवारी पोस्टमा बसेको मान्छेले होइन बोल्ने कुराहरू ती हुन् होइन। पुलिसलाई त त्यो अन्याय र अत्याचारको विरुद्ध गलत भएका ठाउँहरूमा सही गराउनको लागि भनेर चुनिएको पोस्ट हो अथवा त्यो कामकै अभिभार बोकेका मान्छेहरू त त्यो मुखले भनेर बस्ने कुरै होइन नि। त्यो जसले गलत गरेका छन् है यो त्यो मैले जानेछु भन्ने कुरै होइन नि। अब त्यो प्रमाण छ अथवा त्यो गरेको हो भने भट्टाभट ल्याउने मामा घर खालीहरू छन् होला खाली नभए पनि कोचाकोच भए पनि राख्ने हो नि त होइन। अनि आफू त्यसमा दोषी छैन भन्ने कुरा बोलेर कुरा टारेर होइन यताको प्रसङ्गलाई उतातिर लगाएर मोडेर जनताको ध्यानलाई भड्काइदिन खोजेर आफू जोगिन खोजेर हुन्छ। त्यो के हो होइन हो कि होइन ल छानबिन गर भनेर आनन्द छाती खोलेर बाटो खुल्ला गर्नु पऱ्यो नि। यो चाहिँ एकदमै राम्रो कुरा खगेन्द्र सुनारको यो कुरालाई चाहिँ एकदम सपोर्ट गर्छु। यो चाहिँ ठिक हो है। यो जोसुकै होस् होइन छानबिन चाहिँ गर्नुपर्छ।